हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी फेरि पर्स जाँदैछौँ। आज चाहिँ बुढीको कलेज अलि छिटो थियो अनि त्यसले गर्दा 5 बजे हिँड्यौँ। अहिले चाहिँ पेट्रोल हाल्न जाँदैछौँ। यो चाहिँ यहाँको 7-11 हाम्रो घरबाट नजिकै पर्छ। पेट्रोल हामी प्राय यहीँ हाल्छौँ, 24 घन्टा खुला हुन्छ। हाई गुड मर्निङ। कस्तो दामी भ्यू देखिरहेछ, भर्खर सनराइज हुँदैछ, यस्तो दामी देखिरहेछ। आकाश नि आगो बले जस्तो रातो देखिरहेछ, यस्तो दामी। यो चाहिँ यहाँ पर्थको बस, सफा चिटिक्क परेको बस। त्यति धेरै मान्छे चढ्दैनन् यहाँ बसमा। ठ्याक्कै हामी पनि आउने, पर्थबाट ट्रेन आउने पनि भयो। अब हामी यही ट्रेनमा फेरि पर्थ जाँदैछौँ 15 मिनटपछि। बिहानमा चाहिँ ट्रेन खाली छ, खासै मान्छे छैनन्। बेलुका आउँदा चाहिँ बस्ने ठाउँै हुँदैन, उभिनुपर्छ, एकदमै प्याक हुन्छ बेलुकामा। रातिमा चाहिँ अहिले चाहिँ खाली छ, पुरै खाली छ। कहाँ बस्ने? यहाँ बस्ने ल। म चाहिँ अहिले पार्कमा बसिरहेको छु। भर्खर कफी खाएँ, कफी र केक खाएँ। अनि अहिले चाहिँ कति बज्यो? 11:30 भयो। बुढीको ब्रेक चाहिँ 2 बजे 2:30 बजीतिर हुन्छ। अनि लन्च खाने, लन्च चाहिँ घरबाटै बनाएर ल्याएको थियौँ सधैँ जस्तो। त्यही कलेजमा फ्रिजमा राखेको छु। अब 2 बजीतिर जाने अनि लन्च खाने। अब चाहिँ खाना खान जान लागेको बुढीको कलेजमा। यहाँदेखि अलिकति हिँड्यो भने पुगिन्छ। चाहिँ यस्तो छ, अगाडि बाटो चाहिँ यस्तो छ, रुखहरू छ साइडमा। ठाउँ चाहिँ दामी छ, सफा छ बाटोहरू यताउता। यहाँको भूगोल चाहिँ कतै नेपालको जस्तो पनि छ। डाँडा यताउता डाँडा पाखाहरू छन्। अनि बाटोहरू यस्तो उकालो छ त। अनि यो साइडमा चाहिँ साइकलको लागि, मान्छेको लागि चाहिँ यो रातोवाला बाटो भयो। त्यो चाहिँ गाडी हिँड्नको लागि भयो। मान्छेहरू सब भागिरहेछन्, सबै हतारमा छन्। कसैलाई काम जानु छ, कसैलाई कता जानु छ, कसैलाई घर जानु छ। आफ्नो काममा भागिरहेछन् मान्छेहरू। त्यही नै हो। मेरो चाहिँ काम केही पनि छैन। म चाहिँ दिनभरि बुढीलाई कुर्ने कलेजमा, बाहिर कलेजको बाहिर पार्कमा कुर्ने, अनि खाना खाने बेला बुढीलाई भेट्न जाने। मेरो काम चाहिँ त्यति मात्रै छ। तर यो चाहिँ शनिबार मात्र हो, अरू दिन चाहिँ म पनि काममै हुन्छु। शनिबार चाहिँ म फ्री, मेरो छुट्टी हुन्छ, बुढीको कलेज हुन्छ। अनि बुढीसँगै यहीँ आयो, कलेजको बाहिर कुर्यो, बस्यो। अनि यसरी नै चलिरहेछ। यो चाहिँ भित्र अन्डरग्राउन्ड पार्किङ, यस्तो घरको तल भित्र चाहिँ पार्किङ हुन्छ अन्डरग्राउन्ड। यो चाहिँ अपार्टमेन्ट। बाटोको साइडमा चाहिँ यस्तो मान्छेहरूले हरियाली रुखहरू रोपेका छन्, फुलहरू रोपेका छन्। यसले चाहिँ देख्दाखेरि पनि राम्रो भयो, अनि वातावरणको लागि पनि राम्रो। रुखहरू, हरियाली, सानो ठाउँ छ तर मान्छेहरूले रुखहरू रोपेर राम्रो बनाछन्।
घरहरू चाहिँ यहाँ सानो सानो हुन्छ, प्रायः मान्छे बस्ने घरहरू चाहिँ एक तलाको मात्र हुन्छ धेरै जसो, अनि अपार्टमेन्टहरू चाहिँ ठुल्ठुलो बिल्डिङहरू हुन्छ। त्यो घरहरू चाहिँ सानो सानो एक तलाको घरहरू हुन्छ धेरै जसो ठाउँहरूमा, कुनै कुनै 2 तला हुन्छ, होइन धेरै एक तलाकै हुन्छ। बाटो चाहिँ जताततै छ। हामी चाहिँ भर्खर खाना खायौँ, बुढीको कलेजमा आएर ब्रेक भएको छ आधा घन्टाको, खाना खाएर क्विक वकमा निस्केका छौँ। अब कति आउनुपर्छ अरे कलेज? 4 पटक आयो। 4 जस अब 1 महिना छ होइन, अनि त्यसपछि चाहिँ बुढीको कलेज 2 महिना कति 15 दिन छ। 15 दिन आएपछि चाहिँ बुढीको कलेज छुट्टी हुन्छ, अनि त्यसपछि चाहिँ हामी यसरी एभ्री विक आउनु पर्दैन। 2 महिना चाहिँ ढुक्क काम गर्ने बस्ने, त्यसपछि फेरि 2 महिनापछि फेरि अगस्तदेखि फेरि आउनुपर्छ। यस्तै ठिकै छ, रमाइलो पनि भइरहेको, घुम्न पाइएको पार्कमा। त्यही हो। अहिले चाहिँ हामी हिँड्दैछौँ यता यो बाटोमा। यस्तो छ बाटो, यो पुरानो घर चाहिँ रेनोभेट गर्दै रहेछ। यो साइडबाट हिँड्दैछौँ। 15 मिनट मात्र बाँकी छ क्लास सुरु हुनलाई। यहाँ एज के रहेछ नि दाइ? हलन प्रायर भन्ने स्केल थाहा थियो तिमीलाई? मैले चाहिँ पहिला देखेको थिएन। अब चाहिँ हामी घर फर्किन लाग्यो, राति ढिला भइसक्यो, त्यसले गर्दा होला आज ट्रेन चाहिँ खाली खाली जस्तो छ, होइन भने बेलुकामा एकदमै प्याक हुन्छ। फाइनली घर आइपुग्यो। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। अब चाहिँ खाना खाने सुत्ने गर्नु पऱ्यो, भोलि बिहानै 7 बजे काम छ। 8:30 9 कति बजे 9 बजिसक्यो क्या। अब खानासाना खाएर सुत्दा 10 बज्छ। सी यू नेक्स्ट टाइम, बाई बाई।